लाग्छ हजुरहरूलाई यतै घुम्नु है त। यति रमाइलो ठाउँ छ, म त छक्क परेर हेर्छु कि यस्तै रमाइलो लाग्छ नि त। त्यही भएर कहाँबाट आएको परबाट कस्तो छ ठाउँ, क्या दामी छ है। भन्ने ठाउँ छ क्या चाहिँ। चराचुरुङहरू कराउँछ, फुलझरी हेर्नु यहाँपट्टि। वा फुल हो कि यो चाहिँ। चराहरूले हगेछ यहाँ, यस्तो छ है। मलाई चाहिँ क्यामेरा अगाडि गराउनु हुँदैन, अलरेडी 5 मिनट चाहिँ भइसकेको छ है। चाहिँ बस्ने ठाउँ हो क्या यतातिर चाहिँ। यस्तो सेतो सेतो धरको लागि बस्नुहुन्छ नि, चाहिँ कस्तो ठाउँ हो है। अनि चरा चाहिँ माथि कराइरहेको छ, देखेको छैन। फुलहरू राम्रो थाल्छ है, बिरालो फुल फुलेको छ है, पहेँलो फुल छ, नीलो फुल छ। चरा उडेर गयो त, देख्नुभयो हजुरहरूले? देख्नुभयो कि न? कति रमाइलो छ त्यो ठाउँ, कहिल्यै नछोडौँ जस्तो लाग्छ क्या है। बसिरहनु हुन्छ, तर के गर्नु जिन्दगीमा यस्तो छ है। जिन्दगीको चौतारी यस्तै हुने रहेछ। हजुरहरू म एउटा गीत गाउँछु ल। मैले क्यामेरा अगाडि गर्नै जानेन के हजुरहरू, कसरी देखाउँ त मलाई। एकदम रमाइलो छ, एकदमै राम्रो ठाउँ छ कि, बसिराख्नु मन लाग्ने छ। अनि त्यही भएर म चाहिँ यहाँ आएर बस्छु, कामसाम भएको बेलामा, गरेको बेलामा है। बस्नु मन लाग्छ, हजुरहरूले चाहिँ हेर्न सक्नुहुन्छ। के भन्छ अरे, धनी धनी मान्छेहरू पनि बस्छन्, बस्नुहुन्छ क्या। धनी मान्छेहरू बस्नुहुन्छ, अनि ठुल्ठुलो मान्छेहरू बस्नुहुन्छ क्या यो एरियामा चाहिँ। त्यस कारणले अनि हुन्छ नि त। हजुरहरूलाई अब मैले गाडीको साइड देखाउँछु, यही गाडीको साइड चाहिँ यतापट्टि पनि देखाउँछु, हेर्न सक्नुहुन्छ। हजुरहरूलाई कस्तो लाग्छ, कमेन्ट सेयर गरिदिनु होला। मेरो युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। हजुरहरू देख्नुभएको छ पर एउटा डोको छ नि,
हिँडिरहेको छ कि कुटुर 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 त्यो कुनको हजुर देख्नुभयो आउँदैछ यतै त्यहाँ उसले के अरे त्यो सानो सानो झाडीले पनि छोप्छ हिँडिरहेको छ रुखको यतापट्टि के हिँडिरहेको छ हजुरहरू देख्न सक्नुहुन्छ रोड यो गाडी गएको छ नि त्यहाँ चाहिँ खोइ केहरू छ अफिसहरू छ खोइ केहरू छ त्यही भएर त्यहाँ चाहिँ मान्छेहरू आउँछ कि मैले देखाउनु मलाई अगाडिपट्टि क्यामेरा बनाउनु मिलेन कि नभए मैले देखाइदिन्थेँ हजुरहरूलाई मलाई पनि है 10 मिनटको मेरो चाहिँ के भन्छ अरे युट्युब च्यानल छ हजुरहरूलाई मन परे लाइक कमेन्ट सेयर गरिदिनु होला मेरो चाहिँ शिला राई छ युट्युबमा नाम है अनि मैले चाहिँ निलो बोक्खु लगाएको छ कि मलाई बोक्खु मनपर्छ नि त त्यही भएर बोक्खु लगाएको चाहिँ मैले लगाएको छु सायद चेन्ज गर्न मिल्यो भने मैले मेरो आफ्नो कल्चरको कपडा लगाएको हाल्थेँ है तर कपडाले त केही फरक पर्दैन पो जुन लगायो भने भइहाल्छ मलाई त राम्रै लाग्छ त्यस कारणले है हजुरहरूलाई धन्यवाद 10 मिनट अनि 45 सेकेन्डको भएको छ है भिडियो चाहिँ